भाइ तँलाई थाहा छ दुनियाँमा यस्तो चिज छ जुन फ्रिजमा राख्दा पनि गरमै हुन्छ। के हो? गरम मसाला। अबे साले अब तू गया बेटा, अब तू गया देख तेरी। अरे बाप रे। भाइ बसेर सोचेर कहिले जिन्दगी चल्दैन यार। त्यसो भए उठेर सोच। दाइ तपाईँलाई एउटा ज्ञानको कुरा भनौँ। नेपाल यस्तो देश हो जहाँ ट्राफिक लाइटको भन्दा बिरालोलाई देखेर रोक्छन्। तैँले 1000 कमा, लाख कमा, करोड कमा, तर त्यो ब्याङ्कमा तैँले कहिले पैसा राख्न सक्दैनस्। कुन ब्याङ्कमा बे? पावर ब्याङ्कमा। अबे साले दाइ 1 सालमा कतिवटा महिना हुन्छ? तेरो गर्लफ्रेन्ड छ कि नै पहिला भन्। गर्लफ्रेन्ड त छैन। त्यसो भए त 11 महिना हुन्छ भाइ। मैले सुने थिएँ 12 महिना हुन्छ। फेब्रुअरी महिना हाम्रो लागि होइन भाइ। दाइ 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 माछा मान्छन् न। यत्रो यत्रो माछा छ तपाईँमा। साँच्चै छ नि? छँदैछ। जानु ल ल यिनी हेन दम। गर्नु छ यार। के माछा मात्रै भन्छ यार। छँदैछ माछा। कहाँ हो माछा भएको? यहाँ छ त यहाँ यहाँ आउनु त यहाँ छ। खै 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 यहाँ साला झुट बोल्छ। जान जा रही है तेरे को, मछली की सोच रही है कूतरा साला। दाइ एउटा कुरा भनौँ। भन न, नराम्रो त मान्दैन नि। किन नराम्रो मान्यो र भन न। तैँले तेरो आमालाई र बुढीलाई रोज्न पर्दा कसलाई रोज्छस्? अरे त्यो पनि भन्ने कुरा हो र। म त रोज्छु आमा। त्यसो भए तेरो बुढी मलाई दिएन त। भाइ भन्न भाइ। त यार आज केटी हेर्न आएको थिएँ, बाटो एकदम खराब भएर फर्केर गयो यार। किन फर्कियो त? तिनीहरूले भने त यार बाटो यस्तो खराब छ झन् केटा कस्तो खराब होला भनेर फर्केर गयो दाइ। मारो मुझे, मारो मारो मुझे, मारो मारो। नहीं ये मजाक हो रहा है, एक सेकंड यार।